हेलो साथीहरू, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ यो जाडोको मौसममा चाहिँ मम्मीले चाहिँ धेरै बेथुवाको साग ल्याउने क्या। बेथुवाको साग हेल्दी पनि हुन्छ नि त, त्यही भएर। तर हाम्रो अरू फ्यामिली मेम्बरहरू त खान्थ्यौँ, तर भाइले चाहिँ खानै नमान्ने के साग भनेपछि हेर्नै नरुचाउने। अनि त्यसपछि उसले चाहिँ दालसित मात्रै खान्थ्यो, अनि उसलाई हेर्दा टिक लागेको खालि दालसित मात्रै खाँदा। त्यही भएर बेथुवाको सागको केही फरक बनाऊँ न, फरक तरिकाले बनायो भने खान्छ कि भनेर आज मैले बेथुवाको यो परौठा बनाउन ट्राई गरिरहेको छु। त्यसको लागि चाहिँ पहिला राम्रोसँग धोएर बेथुवालाई कराईमा राख्ने, अनि थोरै नुन राखेर त्यसलाई राम्रोसँग पकाउने। राम्रोसँग पकाइसकेपछि त्यसमा बढी धेरै पानी हुन्छ नि, त्यो पानीलाई निकालिसकेपछि त्यो बेथुवालाई सिलौटो अथवा मिक्सरमा राखेर राम्रोसँग पिसिसकेपछि त्यसलाई त्यो गहुँको पिठोमा त्यो बेथुवाको पेस्टलाई राखेर अनि त्यसलाई राम्रोसँग मुछेर डो बनाउने। डो बनाइसकेपछि हामीले चाहिँ यो अर्को नर्मलवाला परौठा भन्दा नि त्यो ट्रायङ्गलवाला परौठा भन्ने बनाउने भनेर सोचेको थिएँ नि। त्यही भएर पहिला त्यसलाई गोलो बेलिसकेपछि त्यहाँ तेल लाउने, तेल लगाएर त्यसलाई सबैतिर फैलाउने, अनि त्यसलाई फेरि ट्रायङ्गल सेप बनाउने, अनि राम्रोसँग बेल्ने अनि पकाउने। अनि मैले पकाएर भाइलाई दिएको थिएँ। भाइले त अनि पछि बनाएर पछि सोधेको कस्तो भएको थियो भन्दा मिठो भएको थियो भनेर भनेको